खै कहाँ DUCT inside I girder खै कहाँ गयो यस्तो त हुन्छ सागको बेलामा यस्तो हो होइन डक भने यस्तो हो फरमा राख्दाखेरि हो फरमा राख्न अगाडि नै यो प्लास्टिकको पनि हुन्छ ऊ पनि हुन्छ होइन डक्ट है यहाँ यसमा देखिन्छ ल यो फोटोमा हेर्नु त त्यो भुइँमा कास्टिङ गरेर यो छ नि अलिक प्याराबोलिक छ है यो सेतो सेतो भन्ने के भन्ने देख्यो देखिन्छ यसरी दन्दी दन्दी बाँधेपछि दन्दी बाँध्न अगाडि अथवा दन्दी बाँधेपछि पाइपभित्र राख्ने फर्मा कम्प्लिट गर्ने अन्डलान गर्ने यहाँ पनि राखे यसमा पनि देखिन्छ यसमा धेरै डक्टर राखे देख है यसरी ढलान गर्छौँ यसरी ढलान गरिसकेपछि यसरी पोस्ट टेन्सनिङ गरेको छैन खालि त्यो पछि तार घुसाउने ठाउँ मात्र राखिदिएको छ यसरी ढलान गरिसकेपछि 28 दिन छोडिदिन्छौँ 28 दिन 14 दिन उनीहरूको त्यो नियम अनुसार छ त्यसपछि अब हरेक पालमा हामी कतिवटा 12वटा 12K13 यहाँ पनि 12K13 को तार चाहिँ घुसाउँछौँ घुसा मजाले घुसाएपछि के गर्छौँ यो यसलाई पोस्ट टेन्सन गर्छौँ यहाँबाट तन्काउँछौँ यहाँबाट तन्काएर यहाँ चुकुल लगाइदिन्छौँ ल त्यही हो पोस्ट टेन्सन मिसिनले यहाँबाट तारलाई दुवै तर्कबाट तन्काउने अनि तन्काएपछि यहाँ चुकुल लगाएर त्यो मिसिन छोडिदिने मिसिन फुस्काइदिएपछि अलिकति चाहिँ मात्र भेज स्लिप केही लसहरू हुन्छ हामीले 15% इमिडिएट लस भनेका छौँ अब भनौँ न 1360 किलो न्युटन लगाएको थियो यसरी न्युटन लगाएकोमा अब 15% लस भयो बाँकी भयो भनेर भन्यो अब यसलाई हामी उचाल्छौँ उचालेर कहाँ राख्छौँ दुईटा एबुटमेन्टमा राखिदिन्छौँ अब के हुन्छ होला त अब यो बेला स्ट्रेस चेक गर्नु पर्यो हैन यो फर्स्ट स्टेजमा स्ट्रेस चेक भनेको के भयो त्यसमा गर्डरको सेल्फ लोडबाट आएको बेन्डिङ मोमेन्ट हुन्छ एउटा अर्को पोस्ट टेन्सनिङले क्रिएट गरेको रिभर्स प्रकारको उल्टो प्रकारको बेन्डिङ मोमेन्ट हुन्छ यो चाहिँ नि गर्डरको बेन्डिङ मोमेन्ट यो भयो है अनि त्यसपछि हामीले के भयो पोस्ट टेन्सनिङको बेन्डिङ मोमेन्ट पनि निकाल्यौं 14 कति यो तिमीले 10 मतलब पछाडी एउटा राखे पुग्छ है यो साइन कन्भेन्सनको हिसाबले यसले यो भनौँ न उसको सेल्फ वेटले चाहिँ तलतिर टेन्सन दिन्छ भने हामीले तार त तल राखेका छौँ हैन बिचमा तार त तल छ त्यसले बीमलाई उठाउन खोज्छ भने रिभर्स प्रकारको बेन्डिङ मोमेन्ट दिन्छ त्यसलाई हामीले माइनस भन्यौ अब फोर्स यति आएको भनेर यसरी कनेक्ट गरेर राख्यौँ बोल्यो अब यो मैले 5 भन्ने बित्तिकै के हुन्छ यो आफै चेन्ज हुन्छ 1160 भएको छैन रहेछ कसरी नभए के भएन खै यो कसरी गुन्यो 1160 त्यो चेन्ज नहुने गरेर राखिरहेको क्या ए यो यस्तो होइन यो यसलाई कसरी गर्नुपर्छ थाहा छ एउटा राम्रोसँग सोध्नु है त हामीले एक्सेल कति पावरफुल छ भन्ने कुरा सम PRODUCT हो है सम प्रोडक्ट भनेको त्यो र त्यो गुनेर देऊ भने अब 6800 भयो होइन 0 राख्दा 5400 भने यो 1 राख्दा 6800 भयो यो 6800 अब चेन्ज भयो है यसरी अटोमेट गर्न खोजे हो अलिकति सम प्रोडक्ट है यो सम्झिराख्ने अब पछि हेरे नि हुन्छ प्रोडक्टको सम देऊ भने यहाँ सबै 0 भयो भने भनौँ न 4वटा 7 छ भने 13 चौको 52 6 चौको 24 2454 भयो यति आएछ हैन अब प्री स्ट्रेसले कस्तो फोर्स दिन्छ त यति बेन्डिङ मोमेन्ट दियो भने अब स्ट्रेस हैन अब हामी यसलाई अलिकति सिम्पल गर्छौं हैन स्ट्रेस ड्यू टु सेल्फ लोड त्यो पनि एउटा टपमा एउटा बटममा कति हुन्छ होला यो त्यो भन्दा अगाडि हामी एउटा सजिलोको लागि है यो जसरी गरिने हुन्छ तर म चाहिँ यसरी गर्ने गर्छु यो सजिलो
यो एज हो है यसको मोमेन्ट अफ इनर्सिया भनेको कति हो एजको मोमेन्ट अफ इनर्सिया हामीले यहाँ निकालिसक्यौँ के अरे हो कम्पोजिट हुन अगाडि यो 0.31 होला सपोज हैन मैले लेखिदिन्छु पनि है MOI AREA अनि वाइ टप भनौँ न वाइ टप YBOTTOM वाइ बटम हैन एरिया भनेको चाहिने आई गर्डरमा एरिया भने यो 1.89 होला सायद हैन अनि वाइ टप भनेको आई गर्डरमा यो होला 0.68 वाइ बटम भनेको खै कहाँ गयो आई गर्डरमा यो 0.89 ओके अब यो हेर्न यो मेरो म एक्सेल एकदम अटोमेट गर्ने मान्छे मध्ये एकजना भएकोले म सब इक्वल्स टु यही भनेर लेख्छु अरे त्यो मैले सबै ठाउँमा किन लेखेँ भनेर अचम्म भयो होला पछि यस्तो सजिलो हुन्छ यसो देख्यो भने त्यस्तै गरे मिडमा के छ मिडको MOI भनेको कहाँ हो कहाँ छ 0.206 हो यही हो मिडको MOI यही हो है कम्पोजिट हुन अगाडि मिडको एरिया भनेको 0.8025 मिडको वाइ टप भनेको कहाँ गयो 331 मिडको वाइ बटम भनेको यो ल यति भयो है त अनि यो चाहिँ मैले इक्वल्स टु यो मात्र गरिदिन्छु है त तन्तै साफ यसो गरिदियो भने तन्तै साफ हरेक ठाउँको आयो है अब स्ट्रेस ड्यू टु सेल्फ लोड कस्तो होला त कसरी गर्छ फर्मुला कति सजिलो भयो है इक्वल्स टु बेन्डिङ मोमेन्ट डिभाइडेड बाई एम बाई के हो भन्दा एम बाई के हो आई एम बाई आई टाइम्स वाई वाइ टप है ओके 0 को 0 आयो तर मैले यो सुई यस्तो कपी गरिदियो भने आनन्द भयो नि हैन भयो आनन्द भयो बिचको अब जस्तो सुकै सेक्सनमा पनि टेन्सन भएन है अब यो बटम भनेको के भयो यम त यम नै भयो आई नै भयो र अब यो चाहिँ वाइ बटम गरिदिन्छु है त तर म वाइ बटम चाहिँ नेगेटिभ गरेर सार्छु है त नेगेटिभ यो नेगेटिभ गर्न मन लाग्यो कि यो पनि नेगेटिभ है अब यस्तो सजिलो हुन्छ कि सबै गर्दाखेरि सजिलो किन भन्दाखेरि तल टेन्सन आउने साइन कन्भेन्सन मिलाउनलाई हो नभए ल तल टेन्सन आयो माथि कम्प्रेसन आयो सेल्फ लोडले भन्ने भयो होइन आरसिसी भएको भए अब यो टेन्सनलाई काउन्टर गर्नलाई हामीले चाहिँ रेन्फोर्समेन्ट राख्थ्यौँ अब यसलाई पनि STRESS स्ट्रेस ड्यू टु के हो ड्यू टु पोस्ट टेन्सन हैन पी भन्नु होइन यसको पनि टप मलाई टप पनि टाइप गर्न अल्छी लाग्यो ल कति होला ल भन्न त कसैले पोस्ट टेन्सनिङको स्ट्रेस कति हुन्छ यहाँ भनेको छु मैले P/A प्लस अब यो वाइ टप वाइ बटम आदि इत्यादि होइन यसमा चाहिँ P/A भन्ने पनि हुन्छ M/I त हुन्छ नै तर P/A पनि हुन्छ है अब P/A भनेको के भयो भन्दाखेरि इक्वल्स टु P भनेको कति भयो यो भयो टोटल फोर्स है यसलाई म F4 हालिदिन्छु है त कसैले यसलाई पनि F4 भनेर थाहा छ है डलर साइन दिन्छु बाइ ए अनि प्लस एम भनेको कति भयो पोस्ट टेन्सनिङको मोमेन्ट यो भयो आई त आई नै भयो टाइम्स के हो वाइ टप गरौँ गरेर यसलाई ट्याङ 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 अलिकति 10 मतलब चाहिँ घटाउने है हामीलाई गरिदिउँ मिल्यो मिल्यो म एकदमै अल्छी हुन्छु है फेरि एकचोटि अल्छी भयो कि फर्मुला राख्नु पनि
टपकै सारेको मैले बटममा राखेँ है, गइसक्यो खेल खत्तम भन्ने होइन। बटममा यति भयो ल है। भन्दा यो दुईटाको अब नेट चाहिँ कति भयो त? रिजल्टेन्ट भन्छ है, नेट भन्ने के भन्ने? नेट भनेको मतलब पोस्ट टेन्सन गरिसकेपछि सेल्फ वेटले तलतिर टेन्सन दिन खोज्छ अनि पोस्ट टेन्सनको हिसाबले माथितिर टेन्सन दिन खोजिरहेको हुन्छ। दुईटाकै रिजल्टेन्ट अल्जेब्रिक सम भनेको म यसरी सम गरिदिन्छु ल। यस्तो सजिलै यसरी टप बटम पनि मलाई अल्छी भएको टाइम गर्ला। त्यसपछि मैले सुई गरिदियो भने पनि ठ्याक्क भयो होला। कति राम्रो। अब यसलाई के गर्यौं त? अब हामी अब के गर्छौं? अब यसमाथि स्ल्याब थप्छौं है। मैले भने अब यो यस्तो 3-4वटा राखिसक्यो हैन। अब यो सबै सेट भयो अहिलेसम्म। भनौँ न हामीले M40 को कङ्क्रिट युज गरेका छ भने अलाउबल स्ट्रेस 112 मा भन्छ 0.36 र 0.48 FCK हो हैन। 0.36 भनेपछि कति भयो? M50 को 0.3, M45 को 0.36 यो रियर कम्बिनेसन भन्छ यसलाई। 0.48 भनेको 25-22 जम्मा थाम्छ, 22 MPa सम्म थाम्छ। यो 13 भयो, 13 MPa है। यो 13,000 kPa हो, 13,644 किलो न्युटन पर मिटर स्क्वायरमा हो। हाम्रो अरु चाहिने जस्तै M40 भनेको 40,000 kPa हो हैन। 40,000 थाम्छ या 13,000 पुगिरहेछ भनौँ न। हल्लो वाटेभर यो सेप भयो, चर्किँदैन। न यो चर्किन्छ माथि, न कम्प्रेसनमा फुट्छ। यता नेगेटिभ पनि आएको छैन, यता कम्प्रेसिभ फोर्स कङ्क्रिटले थाम्ने भन्दा बढी पनि भएको छैन। त्यसकारण नर्मल्ली पोस्ट टेन्सन गर्ने कङ्क्रिट हाई ग्रेड कङ्क्रिट हुनुपर्छ भनेको कारण यो हो है। अब त्यसपछि यहाँ के आयो? स्ल्याबको बिएम। ल कहाँ आयो? यो चाहिँ के भयो? सेल्फको बिएम है। यो सेल्फको बिएम। अब यहाँ देखाइ एबी स्ल्याब बिएम। स्ल्याब बिएम कति आएको छ? म एकैचोटि गरिदिन्छु है। डेड लोडमा हामीले गरिसक्यौँ। यो हो नेट रहेछ नि स्ल्याबको बिएम हैन। सार्यौँ। अब यस्तरी हाइली अटोमेटेड भएको छ हाम्रो। यो स्ल्याबको थिकनेस चेन्ज हुने बित्तिकै आफै चेन्ज भएर सबै आफै चेन्ज हुन्छ। हामीलाई 7 मिटरको पुल पनि डिजाइन गर्नु पर्यो भने यही भयो। 10 मिटरको 4वटा गर्डर गरे पनि यही भइसक्यो है सबै। या उता 4 लेख्ने बित्तिकै आफै घटाउने बढाउने सक गर्छ स्ल्याबको बिएमले। अब टपमा कति आयो त स्ट्रेस? अब पक्नु नम्बर अफ गर्डर कति रे? म यसलाई एनओजी भनेर हालिदिन्छु है। अब कहाँ हाल्दिउँ? डेड लोडमा यहाँ गर्डर मैले नम्बर कहाँ हाल्ने गरेको छ? यो यसलाई मैले नेमिङ गरिदिन्छु है। यो गर्डर यो 3 भन्नेलाई एनओजी भनेर हालिदिन्छु। एनओसी। किन अल्छी भएको के छ? सब अल्छी बनाउँछ हैन। स्ल्याबको बिएमलाई मैले डिभाइड बाई ल्याउँदाखेरि नै डिभाइड बाई एनओजी भनेर ल्याएँ ल। भन्दा उसले त्यो स्ल्याबको बेन्डिङ मोमेन्ट 3वटा गर्डरले थाम्नु पर्ने हुन्छ। हामीले निकालेको बेन्डिङ मोमेन्ट चाहिँ इन्टायर विथको बेन्डिङ मोमेन्ट हो। त्यसमा 3वटा गर्डर छ भने स्ल्याबको बेन्डिङ मोमेन्ट इच टोटल स्ल्याबको बेन्डिङ मोमेन्टलाई एनओजीले भाग गरेर नम्बर पर गर्डर हैन। स्ल्याब बिएम यहाँ म लेखिदिन्छु है त, पर गर्डर भनेर पनि लेखिदिन्छु ल। पछि भयो है। अब यसलाई पनि म अलिकति कन्ट्रोल BI गरेर यो गरौँ हैन। यो जस्तै मैले चाहिँ यहाँ चाहिँ यही डिभाइड गरेको छु हैन। यहाँ चाहिँ मैले डिभाइड गरिनँ, मैले डिभाइड गरेर ल्याइदिएँ। यो जे गरे नि हो। अब फेरि एडिसनल स्ट्रेस भनेर निकालौँ। त्यो बिमलाई फेरि थिचिने भयो। पहिला सेल्फ लोडले थिचिएको थियो, प्री स्ट्रेसले उचालिदियो। अब के थप्यो फेरि? स्ल्याब ढलान गर्यो। अब यसलाई पनि के गर्नु पर्ला भन्नु? यम भनेको यो भयो, डिभाइड बाई आई भनेको त्यही हो। खै आई भने यो नै भयो, इन्टु वाइ टप भनेको यो नै भयो। ल सुई ल जा टप भन्ने मलाई फेरि अल्छी लाग्यो। बटम भन्ने पनि अल्छी लाग्यो। अब मैले फर्मुला यसरी कपी तिमीहरूले कहिले पनि गरेका छैन होला। पुरा त बुझिहाल्यो कपी गर्ने कि फेरि एम बाई आई जे गरे नि हुन्छ। यो बटममा मात्र राखिदिन्छु म।
जे होस् यो के गरेको जसरी गरे पनि गर्ने यो गर्ने थाहा भयो हैन राख्ने के भयो स्ल्याब थप्नाले फेरि माथि कम्प्रेसन तल टेन्सन आयो व्हिच इज अब्भियस हैन स्ल्याब भनेको डेड लोड हो डेड लोडले फेरि माथि कम्प्रेसन माथि टेन्सन ल्याउँदा अब नेट आफ्टर स्ल्याब कति भयो त नेट आफ्टर उइको अहिलेको नेट कुन हो यो कुन नेट है यहाँ देखाउने त नेट आफ्टर PS एन्ड गर्डरले चाहिँ यो भयो हैन म अलिकति डार्क गरेर राख्छु है यो फेरि अर्को अब नेट आफ्टर स्ल्याब चाहिँ फेरि मलाई टाइप गर्न अल्छी लाग्यो गरौँ टप र बटम इक्वल्स टु यो प्लस यो किन हुनु पर्यो अब यति गर्ने अब योमा सुइँ जान्दियो यो पनि सुइँ जान्दियो यसलाई म कलर देखाएँ कलर ल यहाँ पनि ठिकै रहेछ ल यता माथि फुट्या पनि छैन तल धेरै थिच्या पनि छैन थिचिले त झन् कमै भयो माथि चाहिँ नि कम्प्रेसन बढ्यो तल चाहिँ कम्प्रेसन घट्यो है भनेको मतलब ठिकै छ माइनस टेन्सनले गर्दा यो कम्प्रेसन घट्यो अब के भयो त तिमीहरूले गरेको पनि तलै राखिदिएको छु है मैले मेटेरियल छैन पछि आफै हेर्न के कति फरक रहेछ भन्ने अब के हुन्छ ल भन 28 दिनपछि स्ल्याब कास्टिङ गर्यो स्ल्याबको लोड पनि यो गर्डरले मात्र थाम्यो किनभने एमओआई हामीले मोमेन्ट अफ इनर्सिया के को युज गरिरहेका छौँ गर्डर ओन्लीको मोमेन्ट अफ इनर्सिया युज गरेका छौँ अब गर्डर भयो अनि स्ल्याब पनि सेट भयो अरे अनि अहिले भनेको जस्तो के हुन्छ अब स्ल्याब चाहिँ अब त्यसमाथि हामी पिच गर्छौँ फुटपाथ बनाउँछौँ रेलिङ राख्छौँ र अन्तत गोत्त भेहिकल आउँछ लाइभ लोडहरू आउँछ हैन के हुन्छ भनेपछि अब फुटपाथ कास्ट गर्यौं रेलिङ राख्यौं माथि अलकत्रा बिछ्यायौं आसफाल्ट कङ्क्रिट गर्यौं भने अब स्ट्रेस कसले लिन्छ त कसले लिन्छ स्ट्रेस ल न कसले लिन्छ स्ट्रेस हेलो सुने क्या फेरि ठुलो गर्डरले लिन्छ यो गर्डर र यो गर्डरले लिन्छ हैन हो कि हैन अब एउटामा अब थ्योरी है त यसपछि चाहिँ म गर्दिन यो एक्सेल म अहिले शेयर गरिदिन्छु नभए तिम्रो सुत्लौ भनेर फेरि हेरौँ है त अब हाम्रो के थियो भन्दाखेरि आई गर्डर मैले सिम्पल आई गर्डर मात्र बनाउँछु है यो आई गर्डर थियो यसमा स्ट्रेस आयो आफ्नै सेल्फले गर्दा स्ट्रेस यो आयो पोस्ट टेन्सनले गर्दा स्ट्रेस के आयो पोस्ट टेन्सनले गर्दाखेरि तल हैन कस्तो आयो पोस्ट टेन्सनको पनि दुईवटा पार्ट पोस्ट टेन्सनको एरिया वाला पार्टले यस्तो है अनि पोस्ट टेन्सनको इसेन्ट्रिसिटी वालाले यस्तो ल्यायो यो दुईटाको भ्यालु आएर हामीले एउटा चाहिँ भ्यालु ल्याउँ हैन यो माइनस हो यो प्लस हो यो प्लस हो यो माइनस हो यो प्लस हो हैन भनेपछि यहाँ चाहिँ के आयो माथि कम तल कम माथि प्लस 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 भयो यो प्लस हैन यो माइनस यो हैन यो माइनस यो प्लस के प्रकारको आउँछ भन्दाखेरि कस्तो आउँछ भन्न सकिँदैन र मैले प्लसै हुन्छ माथि यो यस्तो धेरै प्लस तल सानो प्लस भएको आयो यहाँसम्म चाहिँ के भयो यो पार्टसम्म PS प्लस गर्डरको मात्र पास भयो अब त्यसपछि के आयो फेरि के आयो यसपछि स्ल्याब थप्यो
यो गर्डर आई नै छ है। स्ल्याब थप्यो, स्ल्याब थपेपछि फेरि के आयो, माथि कम्प्रेसन तल टेन्सन आयो भनेको यो चाहिँ स्ल्याब। अब यो पनि प्लस भयो होइन, भएपछि स्ल्याब पछि चाहिँ कस्तो हुन्छ अब, स्ल्याब पछि चाहिँ यो अब यो कम्प्रेसन घट्छ, उता चाहिँ नि के हुन्छ, उता प्लस प्लस यो पनि सानो यस्तो यस्तो हुन सक्छ, प्लस प्लस होइन माथि होइन, यस्तो हुन सक्छ। अब त्यसपछि के भयो त, अब यहाँदेखि अलिक फरक भयो, म सानो गरिदिन्छु है। सेक्सन कस्तो भयो, यहाँनिर पुगेपछि अब सेक्सन नै यस्तो भयो। सानो आईको माथि ठुलो स्ल्याब आयो, अनि यसपछि यहाँबाट चाहिँ फेरि नयाँ बेन्डिङ मोमेन्ट आयो। त्यो बेन्डिङ मोमेन्ट के को को भने मैले अघि, अब भेहिकल आदि इत्यादि रिमेनिङ सबै लोडको बेन्डिङ मोमेन्ट। अब यसले रिमेनिङ बेन्डिङ मोमेन्ट कस्तो आउँछ त, यो नयाँ सिजी आउँछ होइन। यहाँसम्म यो सिजी थियो भने अब यसको सिजी पनि नयाँ सिजी माथि सर्छ अभियसली। अब नयाँ छ, अब नयाँ उसले दिने के लोड, फुटपाथको पेभमेन्टको रेलिङले दिने स्ट्रेस चाहिँ अब यहाँ पुग्छ, यस्तो हुन्छ। यहाँ प्लस यो माइनस हुन्छ, अहिले यहाँसम्म मात्र भइरहेको थियो है, अब यहाँ पुग्छ भन्दाखेरि अब टोटल के हुन्छ त, अब रमाइलो भयो है। यो पुरानो लाइन, यो नयाँ लाइन, पहिल्यै अलिकति यस्तो भइरहेको थियो, अब यहाँ माथि यस्तो हुन्छ है। अब यसलाई चाहिँ तिमीहरूले भइरहेको थियो नि, अब चाहिँ 3 ठाउँमा हामीले चाहिँ स्ट्रेस चेक गर्नु पर्यो। माथिको पहिलोचोटि आएको, बिचको चाहिँ पहिलासँग एड भएको, केले एड भएको, यो पनि थाहा पाउनु पर्यो, यो पनि थाहा पाउनु पर्यो, यो पनि थाहा पाउनु पर्यो। यो चाहिँ पहिल्यैसँग जोड्ने, यो पनि पहिल्यैसँग अल्जेब्रिक जोड्ने भने जोड्ने, अनि यो चाहिँ के गर्ने, नयाँ भ्यालु हुन्छ, यस्तो हुन्छ जोड्दाखेरि। अब यो कहाँ भनिएको छ यस्तो कुरा ज्ञान गुणको भनेपछि यहाँ एकचोटि हेर्नु त, एसटिआरई स्ट्रेस इन कम्पोजिट, ए ल भयङ्करै छ नि यहाँ। कहाँ भनेको, कहीँ यो अलि राम्रोसँग भनेको कहीँ रहन्छ फेरि, कम्पोजिट बिम आइआरसी 112 भनेर भनौँ है। इन कम्पोजिट बिम आई बिम पिएस आइआरसी 112 केही देला कि यहाँ छ ल, यो युट्युबै रहेछ ल। पहिले यस्तो पछि यो भयो यस्तो प्रकार हुन्छ भनेर यहाँ छ। यो पढ्ने, यो चाहिँ खोजेर पढ्ने। अब म्याथमेटिक्स चाहिँ कस्तो हुनुपर्छ भनेर पनि तिमीहरू आफै इमेजिन गर्नु आजलाई होइन। अब यहाँ तिम्रो चाहिँ एडिसनल बिएम ड्यु टु, त्यो पनि पर गर्डरमा ल्याउनु पर्यो होइन। बिएम ड्यु टु फुटपाथ, एडिसनल बिएम ड्यु टु के फुटपाथपछि के पेभमेन्ट, एडिसनल बिएम ड्यु टु पेभमेन्ट पछि के आउँछ, रेलिङ आदि इत्यादि भनेर यहाँ जोडेर राख्नु, परसर गर्नु र एडिसनल स्ट्रेस भनेर निकाल्नु। एडिसनल स्ट्रेस निकाल्दाखेरि यो यम र यो आई युज गर्ने होइन, अब अर्कै यम, अर्कै आई, अर्कै वाइ टप, अर्कै वाइ बटम निकाल्ने, त्यसपछि कसरी जोड्नु पर्छ होला भनेर चाहिँ विचार गर्नु। ओके, कुरो बुझ्यो? केही छ भने सोध ल। हेलो हेलो, सुटै क्या, कहाँ गयो मान्छेहरू खै यहाँ मैले तिमीहरू कस्तो देखाएको त, त्यो ब्राउजरमै हुन्छ होइन हामीहरू। स्ट्रेसमा छ यहाँ रहेछ, त्यही हो। स्टप सेयरिङ गरौँ है त, स्टप सेयरिङ, यो स्टप प्रेजेन्टिङ, यस एकचोटि
त्यो होइन अब कतिले 12.7 को तारलाई एक मुठा गरेर राख्दाखेरि चाहिँ नि इन्टु टाइम्समा पर्दैन नि 12.7 mm को 12 वटा तार चाहिँ नि 90 mm मा जान्छ त्यो चाहिँ कहाँ हेरेको है हामीले त्यो फ्रेसनेटको टेबल छ नि एक्सेलमा राखिदिएको त्यो फ्रेसनेटको मैले किताब पनि राखिदिन्छु यो बुकलेट है त ओके अब तिमीहरूको काम के भयो नयाँ एमओआईबाट स्ट्रेस निकाल्ने त्यो स्ट्रेसलाई पुरानो एमओआई पुरानो स्ट्रेससँग कसरी अल्जेब्रिकल सम गर्ने ओके त्यो पनि 2 स्टेजमा एकचोटि के रिमेनिङ सुपर इम्पोज डेड लोड भन्छ हैन सुपर इम्पोज डेड लोड भन्छ 3 किसिमको रेलिङको पेभमेन्टको र फुटपाथको एउटै गरे हुन्छ त्यसपछि भेहिकलको बेन्डिङ मोमेन्ट पनि हामी निकालिसकेको छौं भनेर मान्नु किनभने हामीले समरी भिएल टेबलमा राखिसकेका छ हैन त्यसलाई पनि लिएर दुईचोटि स्ट्रेस चेक गर्न बाँकी छ अब भेहिकल नआउँदा र भेहिकल आइसकेपछि हुन्छ ल ट्राई गर्नु अब यो ट्राई नगर्दाखेरि मैले मात्र गर्दा केही हुनेवाला छैन यस अब सबैले एकचोटि क्यामेरा अन गरेर त को छ हेरौँ यहाँ नगरेर हेर्नु पर्यो स्क्रिनशट लिएर राख्नुपर्छ कहाँ गयो भाइ हरिस हजुर अमित ल भन